बाबु कहाँबाट आयो तिमी खै पछाडि फर्क्यौ त तिम्रो बारी हेरौँ कठै घाँसको बारी मेरो मनिष छोराको घाँसको बारी हेर अलि पर जाऊ त मनिष ए बरैनी कसले बनाइदिएको यो घाँसको बारी यता हेर त कति ठुलो घाँसको बारी पनि यति घाँस कसले खान्छ त मनिष के हो यो समातेको हातमा ए वनबाट खजुरी पनि ल्याएर मलाई देऊ न खजुरी एउटा मिठो हुन्छ यो कौरो छ यो कौरो छ जाऊ त्यो घाँसको भारी राखेर आऊ न त अनि किन आएको त यता जाऊ घाँसको भारी राखेर घाँसको भारी हेर मनिषको घाँसको भारी देखेर मलाई त हाँसो उठेर आयो मनिष बाई हेर त पालेको थियो घाँसको भारी मनिष घाँसको भारी गरुङ्गो थियो छैन वनमा के लगेर गएको थियो त नास्ता ढिक्री ए ढिक्री तरकारी चाउचाउ लगेर गएको थियो नास्ता त्यति धेरै नास्ता खाएर आएको मान्छेको घाँसको भारी कति ठुलो छ फेरि काँक्रा पनि लगेको थियो बाबा टन्नै लगेर हिजो त नास्ता त